नमस्ते सबैजनालाई। आज हामी कम्युनिटीमा गएका छौँ। हाम्रो पिसिएल नर्सिङको एउटा हेल्थ एक्सन प्रोग्राम छ त्यहाँ, त्यही भएर हामी यसमा गएका छौँ। यहाँ जाँदाखेरि नानीहरूले धेरै मिहिनेत गरेर पोस्टरहरू बनाएका छन् अथवा सोसियल म्यापहरू बनाएको छ। कलेजदेखि कम्युनिटीसम्म कहाँ कहाँ गए यिनीहरू, कसरी बनायो भन्ने कुरा पनि यो चार्टबाट देखाएको छ। मजाले एकदम राम्रो बनाएको छ। मलाई साह्रै चित्त बुझियो यो कम्युनिटी म्याप उनीहरूले फिल्डमा गएर बनाएको। र त्यसपछि गएर यहाँनिर पिरामिड बनाएको छ। हाम्रो बडीलाई कार्बोहाइड्रेट, फ्याट, प्रोटिन, मिनरल्स कति चाहिन्छ भनेर यो पिरामिडबाट सो गरेको छ। र साथै उनीहरूले त्यसैसँगै सर्वोत्तम पिठो पनि हामी कसरी बनाउने भनेर देखाएको छ। यहाँ कसरी भुट्ने, कसरी पिन्ने भनेर र गर्दा गर्दै त्यही कुराहरूलाई डिजिज कन्डिसनमा पनि देखाएको छ। र नेसनल इम्युनाइजेसन सेड्युल कसरी लगाउने, बच्चाहरूलाई कुन महिनामा कति कुन एज ग्रुपमा लाउने भनेर देखाएको छ। र त्यही कुराहरूलाई चाहिँ उनीहरूले एज ग्रुप अनुसार पनि सो गरेको छ चार्ट पेपरबाट। र हामीले बच्चाको वेटहरू छ कि छैन, हाइट अनुसार वेट मिलेको छ कि छैन भनेर पनि नानीहरूले एकदम मिहिनेत गरेर बनाएको छ। वेट मसिनमा लिएको देखेको छ, हाइट लिएको देखेको छ। र साथै साथै फ्यामिली प्लानिङका मेथडहरू पनि उनीहरूले यसलाई प्रेजेन्ट गरेको छ। फ्यामिली प्लानिङको मेथडहरू के चाहिन्छ, कसरी गर्ने भनेर यहाँ बाबुले भन्दैछन्। यी हाम्रा नानी बाबुहरूले चाहिँ एकदम राम्रो बनाएको छ। र इन्भाइरोमेन्ट सेनिटेसनको कुराहरू देखाएको छ। पोहोर हाउस र एकदम डट्टी हाउस भनेर देखाएको छ। र इन्भाइरोमेन्ट क्लिन भयो भने हामीलाई के हुन्छ र इन्भाइरोमेन्टलाई कसरी सेभ गर्ने, त्यसलाई कसरी क्लिन गर्ने भन्ने कुरा पनि सो गरेका छन्। र साथै यो इन्भाइरोमेन्ट ग्लोबललाई चाहिँ हामीले चाहिँ ग्लोबलमा कसरी यो ग्रिनी ल्याउने भन्ने कुरा देखाएको छ। र वाटर प्युरिफिकेसनको कुरालाई पनि यो सो गरेको छ। यहाँनिर उनीहरूले वाटर प्युरिफिकेसन कसरी गरिने, कुन कुन मेथडबाट गरिन्छ भनेर उनीहरूले यसलाई चाहिँ देखाएको छ। र यो अनुसार चाहिँ हामीले वाटर प्युरिफिकेसनका स्रोतहरू के छन्, कहाँबाट पाइन्छ भन्ने कुराहरू उनीहरूले सो गरेका छन्। र त्यसपछि गएर हामीले यहाँनिर मेथडहरूलाई उनीहरूले गर्दाखेरि इन्भाइरोमेन्टमा कति हुन्छ भने जस्तो यो पुरानो ओल्ड मेथड हो। यो हाम्रो चाहिँ ओल्ड मेथडमा जुन चारकोल मेथड छ, त्यो चारकोल मेथडले पनि वाटर प्युरिफिकेसन हुन्छ भनेर फिल्टर अनुसार देखाएको छ। त्यसपछि उनीहरूले के गरेको छ भन्दाखेरि यहाँनिर सबै हामीले इन्भाइरोमेन्टलाई हेरेको छ। उनीहरूले यो कसरी क्लिन गर्नुपर्छ, कस्तो हुनुपर्छ भनेर यी नानी बाबुहरूले आज कम्युनिटीमा यति राम्रो प्रोग्राम गरेका छन्। थ्याङ्क यू तिमीहरूलाई। एकदम सानसाना नानी बाबुहरू पनि हेर्न आएका छन्, यहाँ हेरेको छ। त्यही भएर यो ग्रिनी इन्भाइरोमेन्ट अथवा यस्तो खालको उनीहरूले सो गरे, त्यहाँ प्रेजेन्ट गरे। थ्याङ्क यू सो मच नानीहरूलाई मिहिनेत गरेकोमा। र एकदम मिहिनेत गरेका छन्। साना जो स्पेसियल पढ्ने भनेको त सानै उमेरको नानीहरू हुन्छ, उनीहरूले यति धेरै गर्नु भनेको एकदम राम्रो हो। तिमीहरूलाई धेरै धेरै